अरे आज के हुँदैछ यति बिजी कसरी भयो तिमी? आज हामीहरू अलिकति सेलरोटी प्रोग्राम गरेको। अच्छा आज सेलरोटी अचार खाने प्रोग्राम गरेर हो र? म चाहिँ अचार बनाउँदै आन्टी चाहिँ सेलरोटी बनाउँदै। ए हो र? ओहो सबैजना बिजी? ओहो खै त आन्टीले कता पकाउनु भयो? अरे वाह सब रेडी पारिसक्नु भएको? पुरा आन्टीले खुट्टा पछाडि पछाडि पकाउनु भयो। पकाउनु पर्दा यति धेरै पकाइराख्नु भएछ। वाह गुड गुड बोला बोला यति सबै बनिसक्यो है। अनि फेरि भाउजू कस्तो लाग्छ त? एकदम रमाइलो। रमाइलो लाग्छ हजुरलाई? एकदम रमाइलो। हरितालिका 30 पनि मनाहम, 15 अगस्त नि मनाहम। अच्छा रमाइलो भयो एकदम। मिक्सअप रमाइलो पनि 15 अगस्त पनि। अनि अनि देवी रे के छ खबर? अब म धेरै के भनौँ र? गुड गुड बिफोर विक्ट्री। पटरा हुन्न एउटा लकडीवाला पटरा नि ट्याक्कै राखेर तिम्रो अचार बन्दैन? कति बनायो त? मसला त हालिदिन्छ सबै। यो के हो? निम्बु भन्नु? निम्बु के हो यो? अरे नेपालको स्पेसल आन्टीले पठाइदिनु भएको। अन्त अचार पनि मिठो हुने भयो। अचारको रेसिपी अचारमा के हाल्यौ? अचारमा के हाल्दैछौ? मैले यो तिलको छोपाले आलु काँक्रा नुन। आलु काँक्रा नुन यो नेपाली तरिकाको अचार हो। नेपाली अचार आज हामीले बनाउँदैछौँ। यो अचार यता रेडी हुन लागिसक्यो। और यता चाहिँ आन्टीले रोटी पारिसक्नु चार रोटी।
लाइफ टाइम रहन्छ, जसले जहाँ बसेर पनि हेर्न सक्छ। मलाई लाग्यो भाइको दिदी अचार तयार पार्दैछन्। अचार बनाउनुलाई आउनु केही गर्न पर्छ कि भनेर आऊ खै हेल्प पर्दैन अच्छा पर्दैन अरे यति त रहेछ त अझै यो अचार यो हो नेपाली अचार। भित्राडी एकदम सफ्ट यो रोटी सेल रोटी दाईको कस्तो हो दाई सेल रोटी अरे बिल्कुल गोलम गोल, बिल्कुल गोला गोला राम्रा। आन्टीले एकदम मिठो बिल्कुल मिठो छ। यस बिल्कुल आन्टीले मिठो पकाउनु भएको आज। मिठो मिठो वाह चटकारे हेर्दा फेरि कति मिठो। नेपाली अचार वाह दिदी अचार बनाइराख्नु भयो। यता मुन्नानीले अचार रेडी पारिसकेन्। होइन दिल्लीको बसाइ बसाइ हो न बसले बसले हो हेर्ने बित्तिकै मुखमा पानी आउने। आहा मिठै होला। साँधेको अचार यो छ अचार यता रेडी, स्यालडी यता रेडी। आन्टीले रेडी पार्दै हुनुहुन्छ सेलरोटी। दिल्लीको बसाइले हो के बसाइले होइन यता चाहिँ डान्स कसरी गर्ने भनेर डिस्कसन चल्दैछ। मलाई लाग्यो मलाई बस बसायो चाख मलाई भुलायो दिल्लीको बसाइले। मैले पनि त्यो सुनेको ल ल छिटो छिटो गरेर नाच्न। कस्तो अचार अचार मिठो छ। सबैले हात थाप्दै वाह एकदम नमक मिर्च निम्बु हेर्दा काँचो काँचो देखेको रस पट्टानु रहेछ त्यसमा त है मैले मगाएको थिएँ अन्तिसित निम्बुको
त्यही नाच्ने कसैले सेलरोटी हाल्यो म खाल्छु कसैले रोटी राख्यो हातमा कसैले आधारको यो टाकोमा राखेर एउटा सेलरोटी टाकोमा राखेर केबी इन्टरटेनमेन्ट प्रस्तुत गर्छ ल बस बस अब नेपाली म्युजिक लाग्दैछ अस्ति भाउजूले सुनाउनु थियो कि गाना मैले पनि त्यही सोचेँ मलाई लाग्यो भुल आयो कता मलाई उडायो दिल्लीको बसैले ऐसन बात बा खै त फेरि 500 रुपैयाँ बिल्कुल एकदम एकदम आप जीत गए जीत गई मैं हार गई जो समझने आए समझाना भी पड़ता है। बिल्कुल बिल्कुल वाह गर्दछ बड़ा बनाई दी बड़ा जिन्दगी भयो सम्झना गयो गइसक्यो रात पनि दिल्ली पुगेसी छुट्टिने होला मायाको साथ पनि गयो नवाले कसैले मलाई निकायो दिल्लीको बसैले गयो नवाले कसैले मलाई निकायो दिल्लीको बसैले गयो नवाले कसैले मलाई निकायो दिल्लीको बसैले मलाई निकायो दिल्लीको बसैले हे आजको यात्रा सफल परे पशुपतिनाथ चटपट किनी खुवाइदिए हुने मायाको यात्राले काँडै नभने कसैले मलाई निकायो दिल्लीको बसैले कुन आयो आए न आए ये लोग आ चुके हैं ये लोग घूम फिर के आ चुके हैं सारे लोग सब लोग आ चुके हैं एक पहिना आफ्नो वरिपरि गर्मी हो माथि सँगसँगै जम्ला सरोजी नगर झली हुमा पनि सारा सरोजनी बजारबाट आएका यिनीहरू मलाई निकायो दिल्लीको बसैले गयो आमाले कसैले मलाई निकायो दिल्लीको बसैले आमाले कसैले मलाई निकायो दिल्लीको बसैले मलाई निकायो दिल्लीको बसैले अच्छा ये ऐसा होकर आए हम हम जुड़े गए थे कहाँ किया बस अच्छा जुड़ियो घाइते बने
क्या हो रहा है? क्या देगा? पता नहीं ये हमारा तो अभी चल इधर आते हो फिर। अरे बंद हो रहा है पीछे का फोन रखा है तो कनेक्ट कर। अरे बंद नहीं हो रहा, चल रहा है, इसको नजदीक रखना। इससे थोड़ा है वाईफाई से नहीं चल रहा। वाईफाई पे डाल के बाहर। अरे नेटवर्क हो रहा है। नेट है तो दे दो। ये कमरा में होगा ना। तो ना लाइन पे है। हम लोग पहले बोल रहे होगा नेट का। हां है फिर नहीं लगाने। सुदीक्षा तो बिल्कुल नहीं लगाई। अरे मैं नहीं लगाऊंगी ना। नहीं फोन लगाना बचेगा। नहीं सुदीक्षा एक मिनट में कैसे लगा। तुम 1 मिनट चलाते हो फिर या आप लगाओ तो चलाते हो फिर बंद करते हो, फिर चलाते हो फिर बंद करते हो। देखा दीदी सही है जी मम्मी। ये लोगों को घर वापस और देना क्या है? नाच रहा है चल रहा है। क्यों क्यों तोड़ देगी मैं जहाँ जा सकती हूँ ये जो 11 नंबर की बस है ना बहुत चल रही है, इसे पंचर कर देंगे, ठीक है ना? मैं तो हॉटस्पॉट और क्या देने का बोलते थे ऐसे 11 नंबर एवढा मीठा 11 नहीं पानी पीने का होता 11 नंबर की बस अरे तुम्हारे को म्यूजिक बाजे ना। ले कनेक्ट कर स्कैन अजून डबल छट आटा महाराज क्या को लाया? आके आइने खाली मात्रै छिटो पाके आइने कि छिटो बिहान चाहिए ये वाला है तो अन्तिम त चेयर भएर नि बन्द गरिहाल्नु ग्यास रोटी गर्दै मान्छे पनि पाउनु भएन के अलिअलि हाम्रो मम्मी म त नाच्दिनँ को लगाउनु न दाइ त लगाउनु त ढिलो भने कसो गर्नु हाम्रो मम्मी त को लगाउनु जस्तो कौन हो यहाँ पे नजदीक में कौन हो? यस्तै मगर पौडेलको घर मुनि अरे नए वाला गाना लगाओ ना। मेरो मगरकै चाहिँ हुने आलेको घर छ पौडेलको घर नए वाला गाना ही लगाओ ना। नए वाला लगाओ। नए में लगाओगे? नए गाने वाला। भन्ने कुरो मिस दिलैको ठक्कर आलेको घर छ पौडेलको घर मुनि सपना मेरो मगरकै चाहिँ हुने आलेको घर छ पौडेलको घर मुनि सपना मेरो मगरकै चाहिँ हुने झ्याप्पै झ्याप्पै ए झ्याप्पै झ्याप्पै ए झ्याप्पै
चोलीमाथि छड्केलायो हरेकी रूप सुन्दर मेरी हजुर दपकाइ बालेकी मखमली चोलीमाथि छड्केलायो हरेकी रूप सुन्दर मेरी हजुर दपकाइ बालेकी हेरी भाइ रूप सुन्दर मेरी हजुर दपकाइ बालेकी मखमली चोलीमाथि छड्केलायो हरेकी रूप सुन्दर मेरी आगे बना लोगी दपकाइ बना लोगी क्यों रूप सुन्दर मेरी हजुर दपकाइ बाले रूप सुन्दर मेरी हजुर दपकाइ बाले नजाराइको करौतीले रेट्यो मुटु र टक्कै अन्त नजर मरि जान्न पटक्कै नजाराइको करौतीले रेट्यो मुटु र टक्कै अन्त नजर मरि जान्न पटक्कै हेरिनु है अन्त नजर मरि जान्न पटक्कै सही सही त्यही हो बार-बार हमें डिस्टर्ब करते हैं आज लेके आए तला लगाया जाए आज
ठहर ठेगाना केही पनि टुङ्गोला छैन यसपालि हिउँदो महिनामा बिहेन गरी भा छैन कन्याको ठहर ठेगाना केही पनि टुङ्गोला छैन फोरी बाटी चट्ट कपाल लाली उठैमा हजुर लाली उठैमा छ्याप्पै कदम रोकियो फुलको बटैमा छ्याप्पै कदम रोकियो फुलको बटैमा कुटुमा कुटु सुपारी दाना कुटुमा कुटु 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 बिर्को मल्लाको चिनीमा कसरी बस्यो कमिलो डाँडाबारीको सन्तोला फुलियो छ कि कमिलो बिर्को मल्लाको चिनीमा कसरी बस्यो कमिलो डाँडाबारीको सन्तोला फुलियो छ कि कमिलो खैनी चुरन खान्छौ कि मात्रै गाह्रो छ मात्रै गाह्रो छ हजुर ओठै गाह्रो छ दिदीको मगनी भइसक्यो मेरै पालो छ दिदीको मगनी भइसक्यो मेरै पालो छ राजाको हात्ती मैसित सौधुला सुन्छ लासाको पढाइ लेखाइमा अब्बल छु वैज्ञानिक बन्छु नासाको राजाको हात्ती मैसित सौधुला सुन्छ लासाको पढाइ लेखाइमा अब्बल छु वैज्ञानिक बन्छु नासाको कोरी पाटी चट्ट कपाल लाली उठैमा हजुर लाली उठैमा छ्याप्पै कदम रोकियो फुलको बटैमा छ्याप्पै कदम रोकियो फुलको बटैमा कुटुमा कुटु सुपारी दाना कुटुमा कुटु 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 बघिनीको छोरीलाई कुखुराको भालेले ठुल्ठुला कुरा गरेर फुट्याउन आँट्यो कालेले बघिनीको छोरीलाई कुखुराको भालेले ठुल्ठुला कुरा गरेर फुट्याउन आँट्यो कालेले खैनी चुरन खान्छौ कि मात्रै गाह्रो छ मात्रै गाह्रो छ हजुर ओठै गाह्रो छ दिदीको मगनी भइसक्यो मेरै पालो छ दिदीको मगनी भइसक्यो मेरै पालो छ छिमेकी हुँ म बागैको सन्तान काली नागैको तिमी त रहेछौ मिटिनी कोइरी होइन कागैको छिमेकी हुँ म बागैको सन्तान काली नागैको तिमी त रहेछौ मिटिनी कोइरी होइन कागैको कोरी बाटी चट्ट कपाल लाली उठैमा हजुर लाली उठैमा छ्याप्पै कदम रोकियो फुलको बटैमा छ्याप्पै कदम रोकियो फुलको बटैमा मनमा मिले मेला हजुर नमिले झमेला मनमा मिले मेला हजुर नमिले झमेला अझै गरौँ रमाइलो भोलि त के होला अझै गरौँ रमाइलो भोलि त के होला कुटुमा कुटु सुपारी दाना कुटुमा कुटु 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 नमस्कार धन्यवाद। अश्मिला भाइले गाई सो हामीहरू पतङ उडाएर पनि आयौँ छतबाट अब चाहिँ हामीले सेलरोटी पकाएका थियौँ अब सबै खाँदैछौँ यता भाउजू शर्माई डराइ खानु एनसिरू कस्तो छ हो र देवदिर कस्तो और कौन रह गया यता भान्जी कस्तो छ भान्जी मम्मी भान्जी पी लो सुदीक्षा शाबाश अस्मी कहाँ चली गई अस्मी नहीं दिख रही है नहाने गई अरे खिरा कर ल आन्टीले पनि एक खरा बनाएर फेरि सुरु गरिसक्नु भयो सेकेन्ड टाइम फेरि आन्टीले बनाउँदै और हामी चाहिँ खाँदै तातो तातो त्यही त छर्न पतङ उडाउन गइरहेको थियो यता आज इन्डियाको
15 अगस्त पनि मनाइयो। अब चाहिँ हामी खानपान गर्दै हुँदैन। मजै लाग्छ होला टाइम। तिरंगी ड्रिंक के साथ थोड़ा सा तिरंगी ड्रिंक नहीं ठिकै छ। बुर्ताइको त ल बस म त्यहीँ आउँछु अहिले। त्यही बस्नु कि तर यत्रो ठाउँ छ त। ल चुकियाको खाना मगाएको है? नहीं भाइले त बस म आएँ। मेरा काम है, मेरा डाला नहीं ना। ऊ त्यहाँ डालिसकेछ। कोल्ड ड्रिंक भी है। कोल्ड ड्रिंक जाऊ। भाइलाई म ल्याइदिन्छु, भाइ भिडियो बनाउने यही छ। त त्यही त छ। यही आएगी। यहाँ आजा। आधावाला सिलिप अस्मिको सिलिपको त आधा कोल्ड ड्रिंक। अरे बर्गर का खुट्टा एक मारते शॉट। यस्तै त हुन्छ त। 15 अगस्त। नहीं, आपने कोलैबोरेशन करा है ना 15 अगस्त। अचार कस्तो बनाएको बच्चाहरू? आज सारे खीरा कढ़वा रोटी कैसे चारवटा त बन्दै रोटी कैसे अहिले त सबै चाहिँ खाँदै। आजकल वो तो मैंने पहले टेस्ट करके बोल दिया था आपको मस्त। रोटीको त कुरै नगर्नु न आन्टी। रोटी त खै त मेरो प्लेट कता छ मुन्ना नि? तपाईँको बिना तो क्यामेरा अचार क्या रह जाता। ल त एकछिन समात त्यो त मेरो प्लेटै छैन नि। लिएर आइदियो त म पनि बसेर खाएर जाता हुन्छ नि। कोही बात नहीं, म यहाँ त्यहीँनिर आउँछु कुनामा। सुदीक्षा बहुत स्लो खाते हुए, टेस्ट का मजा लूटते हुए। ल अब यो मेरो आयो, अब म पनि बसेर खाना लाएँ। ल यो सबै टिभीमा हेर्ने हो के? यो हेर्नले फेरि एक दिन स्पेशल निकाल्नु पर्छ नि। के त अब त्यसको दरखाना आउनुहुन्न? त्यसको दरखाना आउनै छ। दरमा चाहिँ अहिले केही पनि हुन्न। के दरमा चाहिँ अहिले सादा खाएको अरे यो दरको बच्चा। मासु होइन नि त त्यो। तिजको दरको बच्चा। डेमो हो क्या डेमो? पिक्चर तो अभी बाकी है। लेकिन यहाँ का तो है ना हरेली तीज, है ना? हरियाली। ल्याइदिन्छु म कोल्ड ड्रिङ्क। आमा को भी दे, थोड़ा देर रुक जाओ ना आप। त्यही भनेको त नि। बच्चा को कल कर लेंगे, आज तो मानू आए थे नहीं ना, थोड़ी सी मनाएंगे अब तक निकल जाएगा। अब घर जाने की आत्तिर छैन, आरामसे गइन्छ, त्यही भएर हो क्या। अब कति तो फिर आप उनके आंटी का खा लेना। आंटी के साथ खाऊंगी और मैं क्या पहले खाऊंगी क्या?